अबको चाहिँ केही घन्टा पछि चाहिँ ब्राजिल भन्छ सेनेगलको म्याच हुनु गइरहेको छ, जहाँ इन्टरनेसनल खेल्ने म्याच हुनु गइरहेको छ र यो म्याच चाहिँ लन्डनमा हुनु गइरहेको छ। लन्डनको चाहिँ एमिरेट्स स्टेडियममा हुनु गइरहेको छ र यसको क्यापेसिटी हेर्नु भने 60-70,000 रहेको छ र हाउसफुल रहेको छ र सबै टिकट बिक्री भइसकेको छ। र ब्राजिल र सेनेगलको म्याच छेटी हेर्नु हो भने दुईचोटि आम्ने सामने भइसकेको छ, जहाँ 2019 र 2023मा। र 2019को कुरा गर्ने हो भने ब्राजिल 1 र सेनेगल 1 ड्र म्याच रहेको छ र 2023मा चाहिँ हामीले ब्राजिल फ्यानहरूले चाहिँ साह्रै नराम्रोले हार बेगाउनु परेको छ, जहाँ 4-2ले हार बेगाउनु परेको थियो, जहाँ ब्राजिल 2 र सेनेगल 4 भएको थियो। र यो चोटि चाहिँ अब हाम्रो ब्राजिल टिमहरूको चाहिँ रिभेन्ज लिने पालो, बदला लिने पालो, जहाँ सेनेगललाई चाहिँ दोब्बी हान्ने पालो, जहाँ लन्डनमा दोब्बी हान्ने कुरा त गर्यो। त सेनेगल पनि सानोतिनो टिम होइन, जहाँ अहिले चाहिँ सेनेगल चाहिँ पुरा फर्ममा रहेको छ र उसको क्वालिफाई म्याच हेर्नु हो भने 2, 3, 4, 5 गोल लाउँदै आइरहेको छ अरू कन्ट्रीहरूलाई चाहिँ। तर जे जो छ भने हाम्रो ब्राजिल केटाहरूले चाहिँ दोब्बी हान्छ मलाई आशा छ, जहाँ आज लन्डनमै गएर हान्ने हो सेनेगललाई चाहिँ। कति गोल हान्छ त्यो चाहिँ थाहा छैन। र जे जस्तो भयो भने हाम्रो ब्राजिल फुटबल टिमलाई र ब्राजिल फुटबल फ्रेन्डहरूलाई चाहिँ अलवेज सपोर्ट र जितको धेरै धेरै शुभकामना ब्राजिल टिमलाई। जय ब्राजिल।